पेमेन्ट आएछ भनेपछि एउटा फुल बोतल ल्याएर मासुसँग गम खानु भनेर सोचेको थियो। अब घन्टा भयो सबै कोही पनि छैन। नयाँ साल पनि आयो। अस्तिको पुरानो सालकै धार तिरिसकेको छैन, नयाँ साल आइसक्यो। बिजोकै छ जिन्दगी। घर जाउँ भनेको घरमा पनि जान नपाइने पर्यो। यता नयाँ साल लागेको अरे। नयाँ साल त लाग्यो नि लाग्न त अब है। अब यी नयाँ सालमा केही मिठो मसिनो खाउँ भने नि पेमेन्टै आएको छैन। यो नयाँ साल पनि साला 5-6 तारिकतिर आइदिएको भए त ठिकै हुन्थ्यो नि। अब पेमेन्ट सेमेन्ट आउँथ्यो है। बिजोक साला दिमाग खराब, काम साम के गर्नु उता नपर्दा सुतिराख्नु जस्तो लाग्छ मलाई त। अब के चाहिँ गर्नु त अब त्यसो भए म त सोचेको